हेलो प्यारा साथीहरू, जय श्री राम। आज चाहिँ युनिभर्सिटी डे हो। युनिभर्सिटी जान लागेको। मेरो युनिभर्सिटी कहाँ छ, के कस्तो छ, कस्तो बिल्डिङ छ, कसरी गइन्छ, आजको ब्लगमा चाहिँ त्यही देखाउन खोजेको। हजुरहरूले माया गरिदिनु होला, त्यति नै हो। आजको दिन चाहिँ नि एकदम धेरै चिसो। हुन त हेरेर केही फिल हुँदैन, गर्दै ट्रेन स्टेसन पनि आइपुगेको छ। सो मेरो नजिकको स्टेसन यही हो। सो लेट्स गो। ट्रेन यहाँ आइसकेको छ। दिस वान इज लाइक डिस्ट्रिक्ट लाइन गोइङ टु बिचमा। यहाँबाट चढेर व्हाइट च्यापल चाहिँ ओर्लिने। सो ट्रेनबाट ओर्लेर अब यहाँबाट बाहिर एक्जिट गर्नु पऱ्यो। त्यसपछि 10 मिनटको बस लिएर हामी आफ्नो युनिभर्सिटीतिर लाग्नु पऱ्यो। एक्जिट गर्नलाई यस्तो केही वेस्टर कार्ड हुन्छ, जसबाट तपाईँहरूले एक्जिट गरेर बाहिर निस्किन सक्नुहुन्छ। यो मेरो चाहिँ स्टुडेन्ट वेस्टर कार्ड हो होइन। जबसम्म म यहाँ युकेमा लन्डनमा स्टुडेन्ट हो, अनि यो कार्ड चाहिँ नि युनिभर्सिटीको एप्रुभलले बन्छ। सो यसमा जोन पनि चुज गर्नुपर्छ कि ट्रेनको कुन जोनबाट जाने। सो म हुन्छ नि जोन 2 सम्म चुज गरेको छु। सो जोन 2 चाहिँ व्हाइट च्यापल भयो। यहाँबाट ओर्लेर 10 मिनटको बस लिने अनि युनिभर्सिटी जाने। सो मेरो बस चाहिँ उतातिर हुन्छ। मलाई रोड क्रस गर्नु पऱ्यो, बस स्टप पुग्नु पऱ्यो। बसमा चाहिँ चढिसकेको छु। सो ब्याक क्यामेराले कसैको फेस चाहिँ देखाउन मिल्दैन, इट्स अगेन्स्ट रुल। सो आई कान्ट सो यु एनिवान्स फेस। पछिबाट चाहिँ ओर्ले यो युनिभर्सिटीभन्दा अलिक अगाडि होइन, अ पार्ट अफ सेन्ट्रल लन्डन हो भन्नाले म अहिले सेन्ट्रल लन्डनतिर हो। सो अब युनिभर्सिटी चाहिँ यहाँबाट लेफ्ट टर्न लिँदा जानुपर्छ। र युनिभर्सिटीमा इन्ट्री गर्नलाई सबभन्दा पहिला युनिभर्सिटीको कार्ड चाहियो, नत्र यो कार्ड बिना तपाईँले इन्ट्री नै दिँदैन के। सो अब यसले चाहिँ लाउनु पऱ्यो। यो ब्ल्याक कलरको जुन बिल्डिङ छ यही मेरो युनिभर्सिटी हो। यही हो मेरो युनिभर्सिटी। अनि यो चाहिँ फ्रन्ट डोर हो। यहीँबाट स्टुडेन्टहरूलाई इन्ट्री पाउँछ। सबैले आफ्नो आफ्नो घाँटीमा त्यो लगाएर नै जानुपर्छ। सो म एकछिन पहिला आउटडोर देखाइदिन्छु, त्यसपछि इन्डोर हेरौँला। दिस